सर्वप्रथम म देव दाहाल है देव डिजिटल वर्ल्डको फाउन्डर है तपाईँहरूलाई म स्वागत गर्दछु मेरो फेसबुक पेजमा है। तपाईँहरूलाई म आयुष्मान भारतको कार्ड रिलेटेड भिडियो बनाउँदैछु है। आयुष्मान भारतको कार्ड जुन तपाईँहरूको आशाकर्मीहरूले पञ्चायतहरूले तपाईँलाई घर घरमा आएर दिँदैछ, जुन तपाईँहरूले फर्म फिलअप गर्नुहुँदैछ, त्यो चाहिँ अनलाइन पनि स्टार्ट भइसकेको छ। अब अन्नपूर्ण जस्तै यो पनि अनलाइनै हुन्छ होला सायद, मलाई जति सक्दो लाग्दैछ। तर अहिले पोर्टल खोलेको बेलामा होइन, साइट चलेको बेलामा चाहिँ फटाफट गरिहाल्नु होला। कसरी गर्न सक्नुहुन्छ घरमै बसेर, त्यो चाहिँ म यहाँ सिकाउँदैछु है त। अन्त मेरो यो पेजमा तपाईँहरू फर्स्ट आउनुभएको छ भने यसलाई फलो गर्नु होला होइन। मैले मेरो वाट्सएप च्यानलको लिङ्क यहाँ प्रोभाइड गरेको छु। वाट्सएपमा जोड्नुभयो भने तपाईँलाई धेरै चिजको फाइदाहरू होइन, कसरी गर्ने लिङ्कहरू प्रोभाइडहरू गरेको छु। यो वाट्सएप च्यानलमा जोड्नु होला। आउनुहोस् मेरो मोबाइल स्क्रिनमा म तपाईँहरूलाई कसरी गर्ने स्टेप बाई स्टेप म सिकाउन जाँदैछु। ए गाइस, यहाँ हेर्नु होला है, मेरो फर्स्ट म तपाईँलाई देखाउन चाहँदैछु है। यहाँ हेर्नु, अलिपुर डिस्ट्रिक्ट है। मेरो यो देवकुमार दाहाल होइन, आमाको दिनमाया दाहाल, नरबहादुर दाहाल स्टेट भेरिफिकेसन पेन्डिङ भएको छ र दुईजनाको भएको छैन। आयुष्मान कार्डको चाहिँ स्टेट भेरिफिकेसनमा पेन्डिङ भएको छ है त। तपाईँहरूलाई कसरी गर्ने स्टेप बाई स्टेप म सिकाउन जाँदैछु है। आउनुहोस् मेरो फर्स्ट अफ अल तपाईँहरूले यसलाई म उडाइदिन्छु है त। प्ले स्टोरमा गएर तपाईँले सर्च गर्नु होला आयुष्मान भारत एप है। यो मैले डाउनलोड गरिसकेको छु, यसलाई ओपन गर्नु होला। अलिकति टाइम लिन्छ यसले है। त्यहाँदेखि तपाईँहरूले यहाँ लेख्नुपर्छ आयुष्मान भारत PMGBY, ठिक छ। यो क्लिक गरिसके तपाईँहरूको स्टेट के लेखेको छ, वेस्ट बेङ्गल। स्टेट वेस्ट बेङ्गल है। त्यहाँदेखि तपाईँले के रासन कार्ड, फ्यामिली आइडी, आधार नम्बर, PMGB कार्ड। म आधार कार्डले गर्दैछु है। आधार कार्ड नम्बर ठिक छ। मेरो आधार कार्ड नम्बर यहाँ भइसक्यो, भएन भन्ने सक्नु नि। अन्त यो जे लेखेको छ त्यो फिलअप गर्नु होला स्टेप बाई स्टेप। GD7 ठिक छ। सर्च यसलाई आस्ते टाइम लिन्छ है, अलिक स्लो चल्छ यो। यसरी रिक्वेस्ट पेन्डिङ हुँदैछ। अन्त यहाँ देख्न सक्नुहुन्छ, यहाँ मेरो बाबा नरबहादुर दाहाल है स्टेट भेरिफिकेसन पेन्डिङ भएको छ। यो चाहिँ अनलाइन गर्नुपर्छ है त। अनलाइन चाहिँ कसरी गर्नुपर्छ भन्दाखेरि चाहिँ म तपाईँहरूलाई अर्को भिडियोमा लिएर आउँछु है त।